हेलो साथीहरू, गुड मर्निङ। आज चाहिँ हाम्रो बिहानको समयमा हो यो। म काटिँदैछ के। हाम्रो चाहिँ एउटा मात्र घार छ मौरीको। अनि त्यो मौरीको घारबाट चाहिँ म पनि निकाल्ने। त्यस पछाडि त्यो मौरीबाट त्यो घारबाट चाहिँ अर्को घार पनि एउटाबाट दुईटा घार बनाउने भनेर आज हामीले चाहिँ यस्तो मह निकालिँदैछ। माथि फ्ल्याटको चाहिँ म अनि तल चाहिँ बच्चा माउहरू मौरीहरूको सङ्ख्या अत्याधिक हुँदो रहेछ कि तल चाहिँ। अनि माथिबाट चाहिँ यसरी मह निकाल्ने। अनि मह निस्किसकेपछि अनि तल्लोको भागबाट अर्को घारमा मौरी बाँड्ने भनेर पहिला चाहिँ हामीले यसरी पहिला मह निकालिँदैछ साथीहरू। मौरीले पनि हेर्नु न यस्तो त्यो फेममा सर्लक्करी लाम्चो गरेर म बनाएको भए पो चाका बनाएको भए पो अनि यो तेर्सो बनाएर चाहिँ चाका लगाएछ के। अन्त म पनि तिम्रो त कतिखेर गएको छ है भन्दै काटिरहनु भएको छ क्या अङ्कलले यहाँ। यसरी हेर्नु त म देखेर पनि मुख पनि कस्तो मिठो भएको छ नि। मौरी हेर्नु त कस्तो धेरै त्यहाँ बसेको हेर्नु त यस्तो तेर्सो पारेर चाका लागेछ के। सर्लक्करी लाम्चो फेम जसरी नै चाका लागेको भए चाहिँ कस्तो सर्लक्करी आउँथ्यो, कतै केही खेर नगइकन काट्न पनि सजिलो हुन्थ्यो। यस्तो भएछ हेर्नुहोस् त है यसरी। यस्तो छ साथीहरू। अनि यो मौरीको सङ्ख्या चाहिँ एकदमै बढेको रहेछ क्या, एकदमै बढेको रहेछ। अब यसलाई आज दुईटा घार बनाउने उद्देश्य छ। यस्तो टक्कै अर्को घार पनि हामीले रेडी बनाइयो। अनि यसरी यो पहिलाको पुरानो घार जसरी छ, जसरी राखिएको छ, जसरी फर्केर राखिएको छ त्यस्तै नै त्यो फेमहरू नि त्यस्तै फर्काएर पुरानो घार जस्तै गरी नयाँ घार पनि त्यसरी नै राख्नुपर्छ भनेर यहाँ सिकाइरहनु भएको छ। अनि यसरी छुट्याइसकेपछि चाहिँ 1 महिना जस्तो चाहिँ नजिकै राख्नुपर्छ भन्नुभएको छ कि उहाँले। हामीलाई चाहिँ त्यति नलेज छैन यो मौरी सम्बन्धी। अनि उहाँले चाहिँ सिकाइरहनु भएको छ। यस्तो चाहिँ बिहानको समयमा गर्नुपर्ने रहेछ के साथीहरू। बिहानमा यसरी रेडी बनाएर अनि यो घारको साइज पनि मापदण्ड अनुसार सबै घार चाहिँ उत्रै नहुँदो रहेछ के साथीहरू। अनि त्यो स्ट्यान्डमा नअटाएर यसरी त्यो सपोर्ट लगाएर यसरी राखिएको अडाइएको छ के त्यो नयाँ घारलाई चाहिँ। ठ्याक्क मापदण्ड अनुसार बनेको भए चाहिँ ठ्याक्क त्यो स्ट्यान्डमा टक्क अडिन्थ्यो अनि कतै केहीले पनि चेप्नु पर्दैन थियो कि साथीहरू। यस्तो छ के। अनि यो घार उत्रै नभएपछि यो भित्रको फेम पनि सेम उत्रै साइजको नहुँदो रहेछ के साथीहरू। अनि यो यतापट्टिको त त्यता नमिलेर अनि बल्ल कसो गरेर मिलाएर राख्नुहुन्छ कि उहाँले। अब यताबाट छुट्याएर त्यो मौरी भएको फेम चाहिँ उता लगेर राख्नुहुन्छ। यसमा चाहिँ भर्खरै बनाउँदै रहेछ कि महिना।
के गर्नु हेर्नुहोस् त साथीहरू कति धेरै के म पनि यहाँ चाहिँ म अरे मौरी कि आमामा कति धेरै धेरै बनाउनु हेर्नुहोस् त साथीहरू कति धेरै के सङ्ख्या त मौरी त टन्नै छ भने यसरी अब 2टा घर बनाइयो। अब हेरौँ कतिको सक्सेस हुन्छ हुँदैन। यसरी देखाइरहनु छ। हेर्नुहोस् त कति धेरै छ क्या मौरी पनि। मौरीको सङ्ख्या त अत्याधिक छ। रानो देखाइदिन्छु है म तपाईहरुलाई भन्दै हेर्दै हुनुहुन्छ। तर त्यो चाहिँ कहाँ कसरी लुकेर बसेको छ देखिएकै छैन। टक्का अडिएको छ यो चाहिँ। सही टक्का 2टा घर बनाइयो। धुवा लगाउँदै यो माथि अब ढकन लाउन मिलेन नि त। त्यो भएर यो धुवाले भित्रभित्र यसरी सर भित्र जान्छन् धुवाको गन्धले होला नि। अनि त्यसपछि अर्को स्ट्यान्ड राखेर यसलाई बन्द गरिन्छ। अर्को स्ट्यान्ड निकाल्दै हुनुहुन्छ क्या हो। थ्याङ्क यू।